क्यापकटबाट म तपाईँहरूलाई आज भिडियो एडिटिङ गरेर देखाउन गइरहेको छु। आफ्नै मोबाइल फोनबाट चाहिँ कसरी भिडियोलाई राम्रो क्वालिटी बनाएर चाहिँ एडिट गर्ने हो, आउनुहोस् म तपाईँहरूलाई देखाउन गइरहेको छु। म तपाईँहरूलाई आफ्नो मोबाइल फोनको स्क्रिन रेकर्ड गरेर देखाउन गइरहेको छु। सबैभन्दा पहिला तपाईँ आफ्नो मोबाइल फोनमा क्यापकट एप्लिकेसन डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ। यदि छैन भने डाउनलोड गरेर इन्स्टल गर्नुहोला। त्यस पछाडि क्यापकट ओपन गरेँ म। ओपन गरिसकेपछि यहाँ न्यू भिडियो भनेर प्लसको साइन देख्न सक्नुहुन्छ। यहाँ हो, यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि तपाईँलाई भिडियो यसमा राख्नुपर्ने हुन्छ। जस्तै इक्जाम्पलको लागि मैले एउटा भिडियो यहाँबाट सेलेक्ट गराएँ ग्यालेरीबाट र यसलाई एड गराएँ है। एड गराइसकेपछि अब यो भिडियोलाई सबभन्दा पहिला तपाईलाई चाहिँ कलर ब्यालेन्सहरू मिलाउनु पर्ने हुन्छ। अब लाइटहरू मिलाउनु पर्ने हुन्छ। सो म यहाँबाट भिडियोमा क्लिक गरेँ। भिडियोमा क्लिक गरिसकेपछि यतातिर तलतिर यहाँ अप्सनहरू देख्न सक्नुहुन्छ। यहाँ अप्सनमा चाहिँ म गएँ र यो अप्सनलाई चाहिँ ड्र्याग गरेर म तपाईहरुलाई रिटच भनेर एउटा अप्सन हुन्छ हो, रिटच भनेर अप्सन यहाँ देख्न सक्नुहुन्छ। यो म फेरि पनि यहाँनिर म तपाईलाई देखाएँ। यहाँनिर रिटच भनेर अप्सन छ हो, यो रिटचमा चाहिँ तपाईलाई चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। जस्तै कि म यहाँ रिटचमा क्लिक गराएँ। क्लिक गराइसकेपछि त्यसपछाडि यहाँ फेस भनेर अप्सन देखिरहनु भएको छ हो, यो फेसमा म क्लिक गराएँ। क्लिक गराइसकेपछि त्यसपछाडि यहाँनिर धेरै नै इफेक्टहरू छ, कलरहरू हाल्ने इफेक्टहरू रहेको छ। यहाँबाट पनि तपाई चुज गर्न सक्नुहुन्छ है। तर तपाईलाई फेसको लाइट फेसको चाहिँ ब्लरहरू, ब्राइटनेसहरू, कन्ट्रास्टहरू मिलाउनु छ भने, एकदमै राम्रो फेसको कलर कम्बिनेसन मिलाउनु छ भने तपाई यहाँ फेस भनेर अप्सन छ, यो फेसमा क्लिक गराउनु होला। यहाँ क्लिक गराइसकेपछि त्यसपछाडि सिम्पली मैले चाहिँ स्क्रल गरेँ, साइड गरेँ मेनुहरूलाई। त्यसपछाडि यहाँ एउटा स्मुथ भनेर अप्सन देखिरहनु भएको छ हो, यो स्मुथमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि त्यसपछाडि यहाँनिर तलतिर यो जुन व्हाइट कलरको यहाँनिर सर्कल छ, यसलाई चाहिँ ड्र्याग गर्नु होला है। अब ड्र्याग गरेर चाहिँ तपाईले यसलाई 50 सम्म राख्नु होला, 50 to 60 सम्म राख्नु होला। तपाईको कतिको ब्लर राख्ने हो त्यही अनुसार चाहिँ यसलाई डिक्रिज र इन्क्रिज गर्नु होला, कम बेसी गर्नु होला। त्यसपछाडि यहाँ एउटा अझ अप्सन छ, व्हाइटेनिङ भनेर अप्सन छ यहाँनिर। व्हाइटेनिङमा पनि क्लिक गर्नु होला। व्हाइटेनिङलाई पनि सेम 50 to 60 को रेन्जमा राख्नु होला। यहाँ देख्न सक्नुहुन्छ 50 to 60 को रेन्जमा राख्नु होला। त्यसै गरिकन एउटा अझ क्लियर भनेर अप्सन देखिरहनु भएको छ हो, यो क्लियरमा क्लिक गराउनु होला र यो क्लियरलाई पनि तपाईले 100% गरिदिनु होला ताकि तपाईको एकदमै क्लियर हुन्छ त्यो है। त्यसपछाडि तपाईले यहाँबाट टिक गरिदिनु होला, यानी कि ओके गरिदिनु होला। यहाँबाट ओके गरिदिनु होला। अब यहाँबाट तपाईको पहिला र अहिलेको भिडियोमा हेर्न सक्नुहुन्छ कति धेरै फरक छ है। एकदमै राम्रो क्वालिटी भिडियोको आएको छ। र अब रह्यो कुरो तपाईको साउन्ड इफेक्ट पनि तपाई मिलाउन सक्नुहुन्छ है। ब्याकग्राउन्डमा धेरै नोइजहरू छ, हल्लाहरू छ गरेको छ भने त्यो कन्डिसनमा तपाई त्यो साउन्डलाई चाहिँ कम गर्न सक्नुहुन्छ, बाहिरको हल्लालाई कम गर्न सक्नुहुन्छ। जसको लागि चाहिँ तपाईलाई यहाँ एउटा अप्सन तपाई भेट्न सक्नुहुन्छ तलतिर। म तपाईलाई रिड्युस नोइज भनेर यहाँ अप्सन छ, रिड्युस नोइज भनेर अप्सन छ हो, यो रिड्युस नोइजमा क्लिक गर्नु होला। यहाँ क्लिक गराइसकेपछि त्यसपछाडि यहाँबाट अप्सन हुन्छ, यो अप्सनलाई इनेबल गर्नु होला। अब भिडियोको ब्याकग्राउन्डको जुन साउन्डहरू थियो त्यो यहाँबाट हटेर गयो, ठीक छ, र तपाईले बोलेको साउन्ड मात्रै आइरहेछ। र यो अन गरिसकेपछि तपाई यहाँबाट ओके गरिदिनु होला। यो अडियो इफेक्टमा चाहिँ क्लिक गर्नु होला र त्यसपछाडि यहाँनिर धेरै नै इफेक्टहरू दिन्छ तपाईलाई, फिल्टर गरेको इफेक्टहरू दिन्छ। यहाँ तपाई चाहिँ आफ्नो बोलीको
जुन साउन्ड हुन्छ तपाईको त्यो साउन्डलाई पनि तपाई चेन्ज गराउन सक्नुहुन्छ। जस्तै कि म यहाँबाट एउटा भोइस क्रिसिपर भनेर लिए र यो एकैछिन टाइम लिन्छ यसले। हो, त्यसै गरेर माइक इको भनेर छ। हो, यसै गरेर तपाईँ यहाँबाट तपाईँलाई कुन मनपर्छ, कस्तो बोली मनपर्छ, त्यो अनुसार चाहिँ कस्तो इफेक्ट मनपर्छ चुज गर्न सक्नुहुन्छ। त्यस पछाडि ओके गराउनुहोला। ओके गराइसकेपछि अब रह्यो तपाईँलाई चाहिँ यसमा अझ धेरै फङ्सनहरू छ, धेरै कुराहरू छ। भिडियोलाई कसरी स्प्लिट गर्ने, कसरी अर्को भिडियो एड गर्ने। अब जस्तै यो भिडियोको बिचमा तपाईँलाई कुनै अन्य भिडियो राख्नु छ बिचमा भने तपाईँ यसलाई स्प्लिट गर्नु होला। जस्तै कहाँदेखि तपाईँलाई चाहिँ अर्को भिडियो एड गर्नु छ त्यहाँ यसरी चाहिँ ड्र्याग गरेर राख्नु होला र मुनि तलतिर स्प्लिट भनेर अप्सन देखिरहनु भएको छ हो, यसमा क्लिक गर्नु होला। त्यो के भयो, तपाईँको त्यहाँबाट भिडियो काटियो, टुक्रा भयो। अब यहाँ प्लसको साइनमा जानु होला। प्लसको साइनमा गइसकेपछि अब तपाईँलाई मानौ यहाँबाट कुनै अर्को भिडियो राख्नु छ भने सिम्पली तपाईँ कुन भिडियो राख्न चाहनुहुन्छ त्यो भिडियो सेलेक्ट गर्नु होला र त्यस पछाडि यसलाई ओके गर्नु होला। अब तपाईको यहाँबाट चाहिँ त्यो भिडियो यसमा एड भयो, ठीक छ। त्यसै गरिकन अब धेरै कुरा छ। अब सबै कुरा एउटै भिडियोमा चाहिँ सम्भव छैन, भिडियो लामो बन्न जान्छ। त्यही भएर म अहिले तपाईहरुलाई आफ्नो भिडियो क्वालिटी कसरी राम्रो बनाउने हो र कसरी चाहिँ साउन्ड इफेक्ट मिलाउने हो, कसरी भिडियोलाई अर्को भिडियो प्लस गर्ने हो, यति गराइसकेपछि अब तपाईलाई मानौ तपाईको भिडियो भइसक्यो, राम्रो भइसक्यो भनेपछि तपाईले अब कम बेसी पनि गर्न सक्नुहुन्छ है। स्प्लिट गरेर कहाँ राख्ने, कुन नचाहिने चाहिँ यदि भिडियो छ भने त्यसलाई कट गरेर चाहिँ डिलिट पनि गर्न सक्नुहुन्छ। त्यसै गरेर सबै फाइनली भइसकेपछि यो वाटरमार्कलाई सेलेक्ट गर्नु होला लास्टमा र यसलाई डिलिट गराइदिनु होला। यहाँबाट मुनि डिलिट भन्ने अप्सन छ, त्यो डिलिटमा क्लिक गरेर सिम्पली डिलिट गर्नु होला। त्यस पछाडि तपाईको क्यापकटको वाटरमार्क आउँदैन। अब फाइनली माथि चाहिँ अब एक्सपोर्ट भनेर अप्सन देख्न सक्नुहुन्छ माथि, यो एक्सपोर्टमा यसरी क्लिक गराउनु होला। क्लिक गराइसकेपछि अब फाइनली तपाईको यो भिडियो चाहिँ एक्सपोर्ट यानी कि सेभ भएर तपाईको ग्यालेरीमा चाहिँ यहाँ बस्छ, यहाँ देख्न सक्नुहुन्छ। अब यहाँ तपाईको एक्सपोर्टिङ हुँदैछ हो। यसै गरेर तपाई आफ्नो भिडियोलाई एडिट गर्न सक्नुहुन्छ र यो क्यापकटको प्रिमियम भर्सन तपाईले लिनुपर्ने हुन्छ। फ्रीमा पनि, फ्री वालामा पनि हुन्छ, तर फ्री वालामा धेरै टुल्सहरू दिएको हुँदैन। त्यही भएर तपाईलाई चाहिँ प्रिमियम भर्सन बनेको राख्नुपर्ने हुन्छ, सब्सक्रिप्सन राख्नुपर्ने हुन्छ। त्यस पछाडि तपाईलाई धेरै फङ्सनहरू युज गर्न दिन्छ क्यापकटमा हो। यसै गरेर तपाईहरु आफ्नो भिडियो एडिट गर्न सक्नुहुन्छ। मेरो भिडियो मन परेको छ भने कृपया लाइक, कमेन्ट, शेयर गरेर जानु होला। फेरि तपाईहरुको माझमा यस्तै सिपमूलक, ज्ञानमूलक भिडियोको साथ उपस्थित हुने छु। अहिलेको लागि हस्त, धन्यवाद।